हेलो गाइज नमस्ते वेलकम टु माई ब्लग। आज हामी आएका छौँ काठमाडौँको नजिकैको ठाउँ तौडहमा। आज म तपाईँहरूलाई देखाउन गइरहेको छु माछा, जहाँ देखेर तपाईँ अचम्ममा पर्न सक्नुहुन्छ। विभिन्न कलरका माछाहरू देख्न सक्नुहुन्छ गाइजहरू। भयङ्कर रहेका छन् माछाहरू, हेर्न सक्नुहुन्छ। त्यसपछि हामी माछाहरू देख्दै रमाउँदै गयौँ र अनि फाइनली हामी माछाहरूलाई दाना पनि दियौँ। अलिकति झन् समातेर रमाइलो गर्नु पर्ने माछाहरूलाई देख्न सक्नुहुन्छ गाइजहरू तपाईँहरूले चाहिँ। बब्बाल माछा त्यहाँ आँस पनि थियो। गाइजहरू यसपछि कतिवटा माछा होला अनुमान गर्नुहोस् त। यत्रो पोखरीमा पुरै पोखरी भरि नै यस्तै माछाहरू छ कि, तर यसबाट चाहिँ कहिले पनि निकालिँदैन।